हिजो अस्ति एउटाको पार्टीको अर्कोले झन्डा जलायो भन्ने यस्ता कुरा पनि आएछ। त यस्तो किसिमको आउन सक्छ। अब निर्वाचन बहिष्कार गर्ने, यो निर्वाचन बहिष्कार गर्नेहरूको चाहिँ मलाई कस्तो लाग्यो भने मैले यसरी चाहिँ भन्न मिल्छ कि मिल्दैन। मैले अध्ययन गरे अनुसार यसो अहिलेसम्म हेरे अनुसार यो के रहेछ भनेदेखि प्रभावकारी छैनन् पार्टीको त्यति। एउटा 2, 4, 5 जनाको एउटा समूह छ, त्यो चुनाव लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन। अनि धेरै ठाउँमा चाहिँ सबैलाई त दोष लाउन मिल्दैन। कसैले चाहिँ यसो एक्सटर्सनबाट पैसा सैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउने, निर्वाचन लड्दिन भनिदिएपछि पुगेको, केही गर्न परेन, कुनै फङ्सन पनि गरेन, एउटा पार्टी जीवित पनि रहिरहन्छ, पैसा उठी पनि रहन्छ र यो खालको प्रवृत्ति चाहिँ देखियो। कसैले चाहिँ मैले अनि त्यस्तो पैसा चाहिँ